यदि कसैले तिमीलाई आफ्नो जीवनमा आवश्यक नै नभएको महसुस गराउन थाल्छ भने उसलाई माया साबित गर्न त्यो सम्बन्धमा टाँसिरहनु पर्दैन। सबै मान्छे तिम्रो जीवनमा सधैँका लागि भनेर आउँदैनन्। कसैलाई त तिमी उसको जीवनमा हुनु र उसको जीवनमा नहुनुले कुनै फरक नै पार्दैन। त्यसैले जहाँ तिमी हुनु र तिमी नहुनु बराबर छ नि, त्यस्ता सम्बन्धहरूबाट चुपचाप पछाडि हट्नु नै बुद्धिमानी हुन्छ। कुनै पनि सम्बन्ध एकतर्फी प्रयासले मात्र चल्दैन, वान साइडेड प्रयासले मात्र चल्दैन। यदि कसैको साथमा रहँदा पनि तिमीले आफूलाई सधैँ एक्लो महसुस गर्छौ भने त्यो सम्बन्धले तिमीलाई केवल पीडा र केवल आँसु मात्र दिन्छ। आफूलाई नचाहने मान्छेको अगाडि आफ्नो कदर घटाउनु भन्दा सम्मानपूर्वक त्यो सम्बन्धबाट अलगिनु नै उत्तम हुन्छ। कसैलाई आफ्नो भ्याल्यु बुझाउन आफ्नो स्वाभिमान गिराउनु पर्दैन। जसले तिमीलाई बुझ्न नै चाहदैन उसलाई तिमीले जति नै सम्झाउन खोजे पनि, जति नै बुझाउन खोजे पनि केही फरक पर्दैन। कहिलेकाहीँ सम्बन्ध जोगाउनु होइन, आफूलाई जोगाउन त्यो सम्बन्धबाट टाढा हुनुपर्छ। जहाँ तिम्रो भावनाको कदर हुँदैन त्यहाँबाट निस्किनु भनेको तिमी हार्नु पटक्कै होइन। यो त केवल आफ्नो शान्ति र आत्मा सम्मानलाई रोज्ने एउटा सही निर्णय हो। तिम्रो समय र तिम्रो माया सधैँ ती मान्छेहरूको लागि मात्र हुनुपर्छ जसले तिम्रो कदर गर्छ, तिमीलाई माया गर्छ।